नमस्कार साथीहरू, तपाईँ पिएससी तयारी गर्दै हुनुहुन्छ तर धेरै कुरा याद गर्नु गाह्रो भइरहेको छ। चिन्ता नलिनुहोस्। आज म तपाईँलाई यस्तो ट्रिक सिकाउने छु जसले तपाईँलाई धेरै प्रश्न सजिलै याद गराउँछ। नमस्कार साथीहरू, म आरके, स्वागत छ पिएससी ट्रिक च्यानलमा। आज म तपाईँलाई महत्त्वपूर्ण जीके ट्रिक सिकाउने छु, त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। आज म नेपालमा बेलायत देशले के सहयोग गरेको छ, के सहयोगमा के निर्माण भएका छन् भन्ने बारेमा टपिकमा आज हामी यहाँ सिक्नेछौँ, जसमा हामी ट्रिकद्वारा सिक्नेछौँ। यहाँनिर नेपालमा बेलायत देशले के सहयोग गरेका रहेछ भनेर पहिलो एक नम्बरमा हामी के सिक्नेछौँ त बुढा नीलकण्ठ स्कुल। बुढा नीलकण्ठ स्कुलको बारेमा हामी यहाँ सिक्नेछौँ। जस्तै यहाँ बेलायत देशले, सबै बेलायत देशको बारेमा हामी आज चर्चा गर्नेछौँ। जस्तै यहाँनिर बुढा नीलकण्ठ यो स्कुलमा पिरियड पछि बेल बजाइन्छ। यो बेल भनेको बेलायत सम्झिने। स्कुलमा पिरियड पछि के गरिन्छ त बेल बजाइन्छ है। यो बेल भनेको बेलायत सम्झिने, स्कुल भनेको यो स्कुल बुढाकण्ठ नील स्कुल है। त्यसै गरी स्टाफ कलेजमा पनि त्यस्तै गरी कलेजमा पनि पिरियड पछि बेल बजाइन्छ भनेर सम्झिने। त्यसै गरी यहाँनिर औलो उन्मूलन कार्यक्रम, यहाँनिर पहिला के गर्ने औँला सम्झिने। यहाँनिर औँला सम्झिने। अब के लेख्ने त औँला प्रयोग गरी हातले छोएर नै बेल बजाइन्छ भनेर सम्झिने है। यो औँला भनेको औँला सम्झिने, औँला प्रयोग गरी हातले छोएर नै बेल बजाइन्छ। बेल भनेको बेलायत सम्झिने। त्यसै गरी 4 नम्बरमा हामी पढ्नेछौँ मदन भण्डारी। के पढ्नेछौँ? मदन भण्डारीको बारेमा है। यहाँनिर के गर्ने त मदन भण्डारीको याद बेला बेला आइरहन्छ। यो बेला बेला भनेको बेलायत सम्झिने है। ल साथीहरू, अब अर्कोमा जाउँ हामी। 5 नम्बरमा के सम्झिने त फार्पिङ जलविद्युत आयोजना। यो फार्पिङको यता पछाडिको फा हटाएर यसलाई पिङ सम्झिने। पिङ खेल्ने पिङ है। अब यहाँ के लेख्ने त पिङ खेल्दा बेल बजाएर खेलियो भनेर सम्झिने। यो पिङ भनेको फार्पिङ, बेल भनेको बेलायत भनेर सम्झिने है। त्यस्तै गरी हामी अर्को जान्छौँ 6 नम्बरमा रेशम खेती अनुसन्धान है। रेशम खेतीमा के गर्ने त रेशमको रेस है। के गर्ने? रेशमको रेसमा सिट्टी वा बेल फुकेर
दौड सुरु गर्छन् है। बेल भनेको बेलायत, रेशमा भनेको रेशम, रेशम खेती अनुसन्धान भनेर सम्झिने है। त्यस्तै गरी हामी अर्को नम्बरमा जान्छौँ। अर्को नम्बरमा हामी के पढ्छौँ त? अर्को नम्बरमा हामी पढ्नेछौँ लुम्लेको पर्खी बस कृषि अनुसन्धान केन्द्र है। यसमा के भन्ने त? पर्खी बस, यहाँनिर पर्खी बस भनेर सम्झिने, जसमा पारी घरमा बास माग्न जाँदा सिधै घरमा छिर्नुहुन्न, पहिला के गर्नुपर्छ? बेल बजाउनुपर्छ भनेर सम्झिने है। बेल भनेको बेलायत, पारीको घरमा बस, पार्खी बास है, यो सम्झिने। त्यसपछि सगरमाथा, सगरमाथा भूपकेन्द्र भनेर कसरी यसलाई सम्झिने? भू उपग्रह अर्थात् सेटेलाइट ले सिग्नल आदान प्रदान गर्दा पनि बेल बजाएर नै जनाउँदिन्छ भनेर सम्झिने। ल हामी यहाँनिर के पढ्यौँ त? हामी